विभिन्न क्रममा हामी यहाँ भेडा पालनदेखि लिएर बाख्रा पालनदेखि चौरी पालनको समय पनि हामी यहाँ आइरहेको थियौँ। सेकुङ ताल चाहिँ यहाँ अत्यन्तै महत्त्वपूर्ण हाम्रो एउटा हिमताल पनि हो। यो धौलागिरी हिमालको जराको फेदमा यो ताल अवस्थित छ। लगभग यो 2700 मिटर 2800 मिटरको हाइटमा छ यो ताल। र हाम्रो यो तालको चाहिँ विशेष महत्त्व के छ भने यहाँ हामीले पहिला बुढाले के भन्छ धार्मिक महत्त्व चाहिँ यदि पानी परेन भने यहाँ आएर यहाँको पानीलाई छर्क्यो भने हाम्रो कहिले वैशाख जेठमा चाहिँ धेरै खडेरी पर्ने, हाम्रो जौ बाली आलु बालीमा असर गर्ने र यहाँ आएर पानी खेल्यो भने पानी छर्क्यो भने चाहिँ पानी पर्छ भन्ने विश्वास, धार्मिक विश्वास चाहिँ हाम्रो यहाँको मान्छेलाई अझै पनि पहिला थियो, अझै पनि छ। र अझै यो ताल पछि उता अर्को तालको पनि कुरा होला। यो तालमा अहिले चाहिँ हामीले यसलाई त राम्रो बनाउन खोजेको, तैपनि त्योभन्दा झन् कुरो हुँदै गएको छ। र यो ताल चाहिँ धेरै पर्यटकीयहरू आएर पनि हेर्ने, रुचाउने, बस्ने पिकनिक स्पोट पनि हो। अहिले यो विभिन्न समयमा विभिन्न उसमा चाहिँ पहिला चाहिँ यहाँ याकको खुन खाने हुनाले सबै धेरै यहाँ आउने प्रचलन थियो। अहिले चाहिँ याकको खुन चाहिँ तल सिङचोमा खानेले यो धेरै यो ताल अलिक पछाडि परेको छ। यसको पर्यटकीय सम्भावना बोकेको हुँदै पनि यसले अहिले त पछाडि परेको हुनाले अहिले जुन कार्यक्रम भयो 5 वटा गाउँपालिका को प्रतिनिधिज्यूहरू समन्वय समितिको समन्वयमा पाँचौरे पालिकाले आज आएर यसको अवलोकन भ्रमण सरसफाइ कार्यक्रम जुन भयो यसको लागि अत्यन्त उदाहरणीय छ। यसलाई स्थानीय पहिला हाम्रो यो स्थानीय सरकार सञ्चालन नहुँदैदेखि नै यहाँको स्थानीयले संरक्षण गर्दै आएको हो। तर ठोस रूपमा चाहिँ कुनै भौतिक पूर्वाधार चाहिँ तयार पारेको थिएन। कुनै एउटा यो यसको बारेमा हाइट कति छ, यसको उचाइ कति छ भन्ने बारेमा चाहिँ यसमा चाहिँ सम्पूर्ण एक्यापको ठुलो भूमिका रहेको छ। हाम्रो अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले हाम्रो यो पर्यटकीय सम्भावना बोकेको यो ताललाई संरक्षण गर्नुपर्छ। र कुनै पर्यटक आयो भने यसको बारेमा जान्न चाह्यो भने एउटा सूचनामूलक एउटा बोर्ड टाँसिनुपर्छ भनेर एक्यापले पनि गरेर पछि यो पानी चाहिँ सुक्दै गएपछि पानी जोगाउनुपर्छ। पानीको मुहानबाट चाहिँ पानी अलिक बढी बगेर गयो र पानी सुक्न थाल्यो भनेर यो एक्यापले एकपल्ट ताल संरक्षण भनेर एउटा वाल पनि लगायो। र त्यसपछि आएर यो पछिल्लो चरणमा चाहिँ भौतिक पूर्वाधार मन्त्रालयबाट यो पर्यटन गुरु योजना अन्तर्गत चाहिँ टिटी ताल, सेखोङ ताल, फुत्सो ताल र हाम्रो घुर्साङबुक गुफाको लागि चाहिँ अहिले परेर हामीले यो जुन अहिले यो बाटो बनाएका छौँ, यो सिडी बाटो छप्पनी ढुङ्गा दछाएर सङ्घीय सरकारको बजेट हो। यो चाहिँ पर्यटकको उसमा एकदमै राम्रो छ। यो जुन सिजनमा त पर्यटक आएर यहीँ क्याम्प टाकेर बस्ने पनि हामीले धेरै भेट्यौँ। पोहोर साल हामी आउँदा त 12-13 वटा बाइकहरू यो तालको बारेमा थाहा पाएको व्यक्तिहरूले अब कसैले भन्यो होला यहाँ आएर क्याम्प गरेर बसेको, यहीँ आएर फोटो खिचेर जाने हामीले जोडीहरू पनि यहाँ देख्यौँ। त्यही भएर यसको चाहिँ एउटा कुरा के छ भने जुन भौतिक पूर्वाधार मन्त्रालयबाट बनेको जुन अलिक सडक छ अलिकता राम्रो बन्न सकेको छैन। त्यसले गर्दाखेरि अलिकता गाडी बाइकहरू आउन अलिकता अप्ठ्यारो भइरहेको छ। हामीले हाम्रो विशेष एउटा यो प्राथमिकतामा हामीले राखेको छौँ। यसलाई जसरी भए पनि बाटो सुधार गरेर इजी एक्सेस कसरी हुन्छ, बाटो सजिलै आउन सक्ने। अझै एउटा घुम्ती जाले अप्ठ्यारो नै छ। त्यो घुम्ती जालले फोडेर हुन्छ कि त्यसलाई फुत्सो ताल चाहिँ जङ्गलभित्र एकदमै जङ्गलभित्र लुकेर बसेको एउटा ताल हो। त्यसको एकदमै विशेष महत्त्व छ। अझै यो तालभन्दा पनि त्यो तालको अझै एउटा धार्मिक आस्थाको आधारमा त्यो तालको चाहिँ अझै विशेष महत्त्व छ। यो थासाङ गाउँपालिका चाहिँ यो हाम्रो